हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। मैले अस्ति छोटो युट्युब खोल्नको लागि के चाहिन्छ भन्ने चाहिँ सानो ब्लग बनाएको थिएँ। तपाईँहरूले मन पराउनु भएको रहेछ। झन्डै 35-36जना चाहिँ भ्युवर्सहरू जानुभएको रहेछ है। अनि जति पनि नयाँ हुनुहुन्छ मेरो च्यानलमा सब्सक्राइब गरिदिनु होला होइन, माया गरिदिनु होला। अनि म चाहिँ यस्तै यस्तै छोटो छोटो मैले जानेको भिडियोहरू चाहिँ पोस्ट गर्ने गर्छु, हेरेर साथ सपोर्ट गर्न होला है सबैजनाले। अनि आज चाहिँ के विषयमा बोल्दैछु भन्नाले चाहिँ म चाहिँ मुखबाङ मुखबाङ भनेको चाहिँ अब खाना सम्बन्धी फुड सम्बन्धी खाएर भिडियो राख्ने भिडियोलाई नै मुखबाङ भिडियो भनिन्छ होइन, मैले बुझेको चाहिँ। अनि मुखबाङ गर्दाखेरिको कुराहरू चाहिँ के चाहिँदो रहेछ त भन्ने चाहिँ मैले सोचेको। सबैभन्दा सुरुमा त हामीलाई अब फुड त भइहाल्यो, कुन फुड खाने, के खाने भन्ने कुरा त भइहाल्यो होइन। अब कुरा आयो विशेष गरेर त्यो फुड पनि कसरी डेकोरेट गर्ने त, थोरै खानालाई पनि कसरी धेरै देखाउने त होइन। हामीले नलेज नहुनेले चाहिँ कस्तो गरिन्छ भने मजाले फुडहरू राखिन्छ तर एकदमै टाढा राखेर खिचिन्छ क्या भिडियो चाहिँ। अनि त्यो भिडियो त्यस्तो गर्दाखेरि चाहिँ फुडहरू धेरै फुड पनि एकदमै टाढा भएर राम्रो देखिँदैन। त्यही भएको भएर हामीले मजाले पहिला चाहिँ मुखबाङ गर्नुभन्दा अगाडि चाहिँ अब सरसर्ती भन्नु पर्दाखेरि चाहिँ खाना चाहिँ खाएर भिडियो बनाउनुभन्दा अगाडि चाहिँ हामीले मजाले खाना बनाउनु पर्यो। अब कुन प्रकारको खाना खाने हो पहिला सबै खानाहरू रेडी पार्नु पर्यो। अनि नम्बर 1 आयो हामीसँग क्यामेरा, ट्राइपोड अनि माइक त हुनै पर्यो मुखबाङ गर्नलाई पनि। हामीले भिडियो खिच्नको लागि चाहिँ विशेष गरेर ट्राइपोड, क्यामेरा अनि एउटा माइक चाहियो। यस्तै सजिलो सस्तो माइक, यो मेरो 3000 को माइक हो। यस्तो माइक किन्दा पनि तपाईँहरूलाई फाइदा हुन्छ है, सजिलो हुन्छ। अनि हामीलाई चाहियो त्यसपछि खाना त छँदैछ, के खाने त्यो छँदैछ आफ्नो ठाउँमा। अनि चाहियो हामीलाई यतिको, बस्दाखेरि हामी भुइँमा बस्दाखेरि चाहिँ यतिको चाहिँ आउने टेबल चाहियो। त्यस्तो हुँदाखेरि चाहिँ भिडियो सुट गर्दा चाहिँ थोरै खाना पनि एकदम धेरै देखिने, अनि हाम्रो यतिको बडी नदेखिने, यतिको जिउ यतिको मुनिदेखि छाती चेस्टदेखि मुनिको माथि चाहिँ देखिने टेबल भन्दा पनि हामीलाई चाहिँ यतिको घाँटीदेखि मुनिको अल्गो टेबल भयो भने चाहिँ खानाको लागि राम्रो देखिन्छ। अनि हाम्रो टाउको मात्रै देखिन्छ, यति टाउको देखिन्छ, अनि खाँदाखेरि राम्रो देख्छ, खाना पनि आउँछ यसरी टक्क माथिसम्म। अनि क्यामेराले खिच्दाखेरि चाहिँ एकदमै राम्रो देखिन्छ। त्यस्तो चाहिँ भयो। टेबल जोड्नु पर्यो हामीलाई भुइँमा बसेर खानालाई, अलि लामो खालको। छोटो जोड्दाखेरि मेरो पनि टेबल छोटो भएर अलिकति गाह्रो भएछ, त्यो चाहिँ मैले जानेको बुझेको तपाईँहरूलाई सेयर गरेको है। टेबल अर्डर दिँदाखेरि चाहिँ तपाईँहरूले किनेर नल्याउनुहोस्, अर्डर दिँदाखेरि चाहिँ लामै खालको टेबल लिएर आउने। मुखबाङ गर्ने, बाहिरको ब्लग नगर्ने, मुखबाङ गर्ने, घरमै बसेर केही आफ्नो कला देखाउने हो भने चाहिँ तपाईँहरूले यो कुराहरू चाहिने भयो। नम्बर 1 क्यामेरा, सेकेन्डमा चाहियो हामीले ट्राइपोड, थर्डमा चाहियो हामीले माइक, फोर्थमा चाहियो हामीलाई टेबल, अब फिफ्थमा भयो फेरि प्लेटहरू पनि राम्रो चाहिन्छ है। अब नुडल्सको मुखबाङ गर्ने हो भने ब्ल्याक कलरको प्लेट किन्ने, अनि मजाले टक्क राख्ने, धेरै देखाउने त्यो खानेकुराहरू पनि होइन। अनि चाहियो अब त्यसमा पनि अलिकति साइडमा अरू जस्तै अब सलादहरू राखिन्छ होइन, पानीहरू राखिन्छ, सबै कुराहरू राम्रो राम्रो अलिकति आफूलाई मनपर्ने अनि हेर्दाखेरि पनि टक्क राम्रो देखिने ग्लासहरू, पानी खाने ग्लासहरू चाहिँ स्टिलको भन्दा पनि सिसाको पारदर्शी पानी खाने ग्लासहरू राख्ने होइन। कसरी हुन्छ राम्रो बनाउनलाई चाहिँ कोसिस गर्ने। अनि आयो अर्को कुरा, पर्दा त नभए पनि हुन्छ, ब्याकग्राउन्ड पर्दा नभए पनि हुन्छ। यो चाहिँ हाम्रो मुखबाङ गर्नको लागि बनाएको पर्दा हो। यस्तो पर्दा सक्नुहुन्छ भने यस्तो पर्दा 4 मिटर जति किनेर लिएर टक्क भित्तामा एट्याच गर्ने है। अनि कालो पर्दा हुँदा चाहिँ हामीले खानेकुराहरू खाँदा, हामीले भिडियो बनाउँदा चाहिँ अलिकति लाइट दिन्छ हामीलाई। कालोको ब्याकग्राउन्ड भयो भने हामी चाहिँ अलिकति हाम्रो खानेकुराहरू पनि राम्रो देखिन्छ, हामीलाई पनि राम्रो देखिन्छ। त्यही भएर अहिले मुखबाङमा चाहिँ प्रायः जसो नेसेसरी चाहिँ हामीले चाहिँ कालो पर्दा राखेकै देख्छौँ नि त हामीले, र हाम्रो पनि छ कालो पर्दा, हामी चाहिँ कालो पर्दा युज गर्छौँ। अनि विशेष गरेर टेबलमा पनि कालो 2 मिटर जतिको कपडाले ढाकेको राम्रो, ब्ल्याक टु ब्याक, अगाडि पनि ब्ल्याक पछाडि पनि ब्ल्याक देखियो भने हामीले लगाएको लुगाहरू पनि एकदमै राम्रो क्लियर देख्छ, लाइट देख्छ होइन। त्यही भएर टेबलमा पनि सकेसम्म
2 मिटर जति कपडा राख्ने। आयो अब के गर्ने त? खानु सक्नुहुन्छ भने चाहिँ मजाले बोल्दै मजाले बिग बाइट गरेर खानु होला। खाएको भिडियो खानु नसक्ने भयो भने चाहिँ मजा आउँदैन फेरि। तपाईँहरूले एकदमै हामी हेर्नेलाई पनि भनौँ न, मैले खाएँ भने तपाईँहरूले हेर्दा पनि खाउँ खाउँ लाग्ने गरेर खाने गर्नु पर्यो मजाले। अनि सकेसम्म तपाईँहरूले मुखबाङ गर्नु छ भने चाहिँ बिहान खाजाहरू नखाने अनि दिउँसोको 1 देखि 2 बजीभित्रको टाइममा तपाईँहरूले भिडियो सुट गर्नु, केही नखानु बिहान अनि केही पनि खाएको छैन भने मजाले खाना रुच्छ अनि हामीले मजाले बिग बाइट दिएर खाना खान सक्छौँ अनि हेर्नेलाई पनि एट्र्याक्टिभ हुन्छ। यो भयो मुखबाङ गर्दाको केही सानो टिप्सहरू दिन खोजेको। अनि प्रायःजसो अहिले दाजुभाइहरूले पनि मजाले मुखबाङहरू गर्नुहुन्छ, मुखबाङ गरेको भिडियोहरू मजाले राख्नुहुन्छ क्या। तर ठिक छ, त्यो पनि नट ब्याड। अब फलानाले गर्नुपर्छ, लेडिजले गर्नुपर्छ, बोइजले गर्नुपर्छ भन्ने छैन है। मुखबाङ भिडियो सबैले गर्दा हुन्छ है, सबैले गर्दा हुन्छ। मजाले घरमा मैले जुन जुन कुराहरू भने त्यो सामानहरू एक सेट किन्ने अनि मजाले क्यामेरा फिट गर्न एकदम कोसिस गर्ने, क्यामेरा फोकस गर्न, एन्ड देन खानेले मजाले खाइदिने स्वाद लिएर है, मजाले बोल्दै स्वाद लिएर खाइदिने। अनि विशेष गरेर चाहिँ लेडिज साथीहरूलाई चाहिँ मुखबाङ गर्न सजेसन दिन्छु। घरमा बसी बसी क्रिएटिभ माइन्ड हुन्छ है। कुकिङ गरेको पनि भिडियोहरू खिच्नु, खाएर पनि भिडियोहरू खिच्नु, चाहिने सामान त मैले भनिहालेँ। ल आजको मेरो भिडियो चाहिँ तपाईँहरूलाई छोटो मेरो मैले जानेको कुराहरू इन्फर्म गरेको, हेर्दै गर्नु होला मेरो च्यानल। अनि ब्लगिङ कसरी गर्ने भन्ने कुरा पनि म बिस्तारै मैले जानेको कुराहरू सिकाउँछु। आजलाई मेरो यो छोटो भिडियो चाहिँ मुखबाङ गर्दा के सामान चाहिन्छ र भिडियो सुट कसरी गर्ने अनि के सामानको नेसेसरी जरुरी हुन्छ भन्ने कुराहरू पनि मैले दिइसकेँ। बिस्तारै हिन्ट्सहरू बुझ्नुभयो होला, नबुझ्नु भयो भने पनि, बुझ्नु भएन भने पनि फेरि कमेन्ट गर्नु होला। कहाँदेखि हेर्दै हुनुहुन्छ। मैले छोटो मैले जानेको कुराहरू चाहिँ पोस्ट गर्ने गरेको छु अहिले है। मेरो 2टा च्यानल छ अनि अर्को च्यानलमा चाहिँ सबै मुखबाङहरू जान्छ। मैले तल यो भिडियोको मुनि लिङ्क राखिदिन्छु। अनि यसमा चाहिँ भिडियो चाहिँ मैले डेली पोस्ट गर्न नसकेको भएर चाहिँ मैले केही बोलेर चाहिँ केही शब्द आफूले जानेको शब्दहरू बोलेर चाहिँ राखौँ भनेर चाहिँ यो थोरै कुराहरू मैले जानेको कुराहरू तपाईँहरू माझ राखेको छु। कस्तो लाग्यो हेरेर साथ सपोर्ट गर्नु होला। कहाँदेखि हेर्दै हुनुहुन्छ यो च्यानल सबैजनालाई सब्सक्राइब गर्नु होला। मेरो फर्स्ट च्यानलको लिङ्क पनि राखिदिन्छु। यो चाहिँ मेरो सेकेन्ड च्यानल हो। मेरो पनि 2टा च्यानल छ तर अर्को च्यानल चाहिँ अलिक ग्रो भएको छ। यो च्यानल चाहिँ धेरै भयो मैले चाहिँ अगाडि बढाउन खोजेको, तर 2टा च्यानल भएपछि चाहिँ गाह्रो हुने रहेछ। त्यही भएर चाहिँ आजभोलि मैले फेरि यो च्यानलमा पनि अलिकति एक्टिभ हौँ भनेर चाहिँ मैले केही कुराहरू बोलेर राखेको छु। कस्तो लाग्यो मेरो भिडियो हेरेर साथ सपोर्ट गर्नु होला भन्दै आजको लागि बाई बाई। थ्याङ्क यू फर वाचिङ। बाई।